हेलो नमस्ते नमस्कार सम्पूर्णमा। आज चाहिँ हामी धान रोप्न जाँदैछौँ र यही 2083 सालको अन्तिम धान रोपाइ चाहिँ आज नै हो र आजबाट चाहिँ यो 83 सालको धान रोपाइ चाहिँ सकिनेछ। हामी चाहिँ धान रोप्नु भएको रोपाइमा हैन, देशीतिरको रोपाइ धान रोप्नको लागि चाहिँ हामी जाँदैछौँ। अहिले चाहिँ हामी चाहिँ बाउसेहरू 4-5 जना छ। अब अझै अरू आउनु बाँकी छ है। हामी चाहिँ बाउसेहरू पनि धान रोप्नुको लागि चाहिँ सुरु हुँदैछ हाम्रो। पानी हाल्दैछौँ है। यो चाहिँ यतातिर हैन, खासमा त सकिएछ त। माथिदेखि मेलो गर्दै आएको थियो हामीले चाहिँ। अझै धेरै बाँकी छ तलसम्म। कस्तो लाग्दैछ होइन तपाईँलाई मेलो चाहिँ? एकदम रमाइलो। ए रमाइलो है। तपाईँको यहाँ फर्स्ट टाइम होइन होइन? म फर्स्ट टाइम हो। रमाइलो छ है होइन? जोस् अझै धेरै छ हाम्रो बाँकी उतातिर पनि। नमस्ते मामा। नमस्ते भन्छ बाबु। मामा हजुर, अनि रोपाइ के कस्तो चल्दैछ? रोपाइ एकदम बिन्दास छ। यस्तो खाएपछि याद छ। रमाइलो छ नि होइन मामा? आज हाम्रो लास्ट होइन, अन्तिम यही होइन मामा? मैजाएर भन्छ। आज त सेतो कालो हरियो निलो सबै हुन्छ होला। हजुर, आज लास्ट दिन। आज मैजहरू पनि भरे बेलुकातिर खाइन्छ होला होइन मामा? एकदम एकदम ल रमाइलै छ मामा। जियोस् हाम्रो मेलो पनि सकिनु लागेछ होइन। अब गरु पनि दुइहाल्छ होइन हाम्रो। हामी बाउसेहरू रोपारीहरू धेरै छौँ। बाजी भयो। डाँडे झुन्डाउनु बाँकी। आजबाट चाहिँ यता हाम्रो रोपाइ चाहिँ सकिने अल्ला छ हाम्रो चाहिँ। पाल्सेटा के छ तपाईँको? थोरै सुनाउनुहोस् रोपाइमा कस्तो हुँदैछ? रोपाइ कस्तो हुँदैछ? यता हेर्नुहोस् न दाइ, ठिकै छ नि होइन? एकदम ठिक छ। थकाइ लागेर यहाँ चल्नु मन लागेको छैन। आजबाट रोपाइ सकेर चाहिँ हजुर अलिकति हर्ष पनि छ हजुर होइन। अब यता पब्जेठाकमा पनि जानुपर्ने छ एक दिन। अब त्यो सम्झिँदैछु, त्यो पनि परियो नि। अब रोपाइ चाहिँ हाम्रो गाउँमा उहाँ चाहिँ खेता लाउनु भएको होइन? उहाँको अब फेरि होइन कहिले रोपाइ हुन्छ त्यो दिन त जानु पर्यो होला होइन? अवश्य 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 भयो। एकदम धोका दिनु भएको छैन उहाँले, मैले पनि धोका दिनु भएन होला। भएन, ठिक छ। गाह्रो छ जो। हाम्रो उयो उयो गयो त ल्यास तुने आना हाल मिया त त्यहाँ
ल्याएर आउँछु कि लमै छ कमल जाउँ भनेको जानु नुहाइदिन्छौ तर मामा घरमा नुहाउँदा त दक्षिणा सहित नुहाउँछ हाम्रो साली चाहिँ लजाउनु भएको छ होइन लजाएर चाहिँ यता हेर्नु अझबाट चाहिँ रोपाइ सक्यो यता बेसीतिर चाहिँ हाम्रो चाहिँ माथि अलिक लेकै पर्छ हाम्रोतिर त अब रोपाइ त पहिले अझै मकै नै पाकेको छैन अझै 1 महिना 15 दिन जस्तो लाग्छ होला हाम्रोतिर रोपाइ सुरु हुनलाई चाहिँ तर हाम्रोतिर पनि धान चाहिँ रोपिन्छ पर फाइनल यसपालि 2083 सालको रोपाइ सकियो रोपरीहरू धेरै हुनुहुन्छ हाम्रो मामाले पनि धान रोप्दै हुनुहुन्छ ल हाम्रो रोपाइ चाहिँ सकिएर चाहिँ घर फर्किँदै गरेको यो दृश्य तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ घर फर्केको दृश्य हो है यो चाहिँ घर फर्किँदै छौँ हामी सबैजना अहिले चाहिँ सर हामी बगरतिर है हामी चाहिँ यता छौँ हामी 2-4 जना आजबाट चाहिँ सक्यो हाम्रो धान रोपाइ चाहिँ हाम्रो बुढीले चाहिँ जुवा बोक्नु भएको रहेछ उता माइजू डोको दिदी डोको उता हाम्रो दाइले हलो बोक्दै हुनुहुँदो रहेछ हाम्रो जेठुले पनि हलो अनि साली त्यत्तिकै आउँदै हुनुहुन्छ र हाम्रो पाप माइलाले फ्याउरी हाम्रो माइजूले चाहिँ रित्ते आउँदै हुनुहुँदो रहेछ फर्स्टमा हाम्रो रोपाइ सकिएर चाहिँ फर्किँदैछौँ ए यता हेर त बुढी कस्तो छ भन त यस्तो छ होइन बाटो घाटो रमाइलो छ ल कोपी चाहिँ कता फर्किएको छ मेरो ठिक छ दाइ ठिक छ ल है हामी चाहिँ तलबाट माथिसम्मको लस्कर छौँ धेरैजना छौँ हामी चाहिँ नानी पछि माइन नगर्नु हेर त्यहाँ घाँस काट्नुपर्छ होइन आउँदै हुनुहुन्छ तलबाट घाँस टाँस काटेर खुवाएर आरामको यता चाहिँ विश्राम हुँदैछ विश्राम फेरि हाम्रो ऐसा तरिकाले हुन्छ नि यस्तो होइन हाम्रो कति किलोमिटर हिँडाएपछि हाम्रो विश्राम भयो हजुर लगभग 1 किलोमिटर 1 किलोमिटर होइन हजुर 500 पनि छैन फाइनल्ली साथीहरू हामी चाहिँ घर आइपुग्यौँ होइन फाइनल्ली गाइजहरू हाम्रो चाहिँ काम सकिएर धान रोपाइ सकेर चाहिँ घर फर्किँदैछौँ सबैजनाले बाई बाई भनौँ त कर होइन साली ल सबैको बाई बाई गरौँ ल बाई बाई जय राजा सकियो आज गएर बाई बाई सबैजनालाई बाई बाई